फेरि चुनाव आयो भन्छन्। पहिलेको चोर नेताहरूले चाहिँ हामी 84 मा जितेर देखाउँछु, 84 मा जितेर विकास गर्छु भन्थ्यो। जेनजीले 82 मै कुटेर त्यसका बाउ बाजे सबको बिहे देखाइदियो। राजनीतिक पार्टी नै शिवखुलित बनाइदियो नि। अब कुटेर त लखाटे, तर के गर्नु, ती गोली हान्न आदेश दिनेहरू, ती भ्रष्टाचार गर्नेहरू सबै जस्ताको तस्तै छन्। कसैलाई पनि कारबाही गर्न सकेको छैन। खै मलाई त यो सरकारको पनि केही भरोसा लाग्दैन। अब फेरि यही फागुनमा चुनाव आयो भन्छन्। घुमी फिरी त्यही चोर नेताहरू त आउने होला नि। फेरि को आयो? ढोका ढकढक गर्छ। आउनुस् भित्रै आउनुस्, ढोका खुल्ला छ। नमस्कार हजुर, नमस्कार। बस्नुहोस् हजुर, कुर्सीतिरै बस्नुहोस्। हजुर हुन्छ। हजुरलाई त चिन्न सकिन त। यो भन्दा पहिला कतै देखेको पनि थिएन। कहाँबाट चिन्नु नि हजुर? अब 84 मा चुनाव लडाउँला भनेर अलिअलि चुनाव खर्च पनि कमाउला, अनि इन्डियातिर गएर यसो राजनीति पनि सिकौँला भनेर इन्डियातिर गएको थिए। गाँठे यहाँ त जेनजीले गोदेर केपी ओली, प्रचण्डे, शेरे, त्यो महेश बस्नेत, त्यो भोगटे हो कि त्यो के जाति भन्नेले सबलाई गोदेर लखाटेर राजनीति नै शिवखुलित बनाइदिएछ नि त। त्यही भएर म त हतार नेपाल आएर नि अब त्यही पुरानै पार्टीहरूसँग मिलेर जाउँ भने फेरि जेनजीले गोदिहाल्छ। त्यही भएर हतार अस्तिको दिन पार्टी खोल्यो, हिजो नेता भइयो। आज चाहिँ यसो नेता भएपछि गाउँघरमा चुनाव, भोट माग्नै पर्यो। आज चाहिँ भोट माग्न आएको। अप्ठ्यारो नमान्नु हजुर। 3 दिनमै बिहाको जिब्रो काट्टे चिप्रियो के रे जन्माएको होइन, निर्माण गरेको पार्टीले के विकास गर्छ त नेताज्यू? अनि तपाईले खोलेको पार्टीको नाम के हो? हजुर अनि तपाईकै नाम के हो? हजुर कुरामा मैले त आफ्नो नाम, पार्टीको नाम भन्नै बिर्सेछ है। अनि मेरो नाम चाहिँ कुम्ले सिंह आलु पाँडे। अब हजुर नेपालमा अहिले छ्यास्ती पार्टीहरू भइसकेको छ है। सबैको त्यस्तै नाम राख्यो भने त मान्छेले बिर्सिन्छ। त्यही भएर मेरो पार्टीको नाम चाहिँ शिवखुलित मनपरितन्त्र नेपाल। कस्तो लाग्यो? होइन, कस्तो नाम हो शिवखुलित मनपरितन्त्र नेपाल? अहिलेसम्म त सुनेकै थिएन। यस्तो कुम्ल्या सिंह पनि कहीँ नाम हुन्छ? भोलि नेता बनेपछि देशको सबै विकासको बजेट कुम्ल्याएर भाग्ने विचार छ कि क्या हो? होइन हजुर, कहाँ भाग्नु नि? यो मेरो नाम त मलाई आमाले कुम्ला बोक्दै जन्माएको रे कि। त्यही भएर मान्छेले कुम्ल्या सिंह भनेर नाम राखिदिएछ क्या हजुर। त्यस्तो केही मान्नु पर्दैन हजुरले मेरो नामको लागि। ए हो, ल ठिक छ। मैले चाहिँ न बजेटै कुम्ल्याएर भाग्ने खालको नेता पो हो कि? अब यो पाँडे, घिमिरे थरहरू त थाहा थियो। यो आलु पाँडे भनेको चाहिँ अहिलेसम्म सुनेकै थिएन, पहिलोचोटि सुन्दैछु। होइन, यो चाहिँ कस्तो खालको थर हो?
राम्रो प्रश्न गर्नुभयो हजुरले। खासमा मेरो थर पनि पाडे नै हो के, तर मलाई चाहिँ नि हजुर आलु धेरै मन पर्ने के। पढाइ गर्दा पनि आलु खाइरहने, व्यापार गर्दा पनि आलु खाइराख्ने, जे काम गरे पनि आलु खाइराख्ने भएपछि अनि मेरो थरै आलु पाडे भएछ के। अब यसमा मेरो के दोष हजुर? ए भनेपछि सबै ठाउँमा आलु खाएर राजनीतिमा चाहिँ के खान आएको नि? जनताको लाभ? होइन 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 हजुर, म त कहाँ लाभ खानु नि, म त देशको विकास गर्न आएको नि हजुर। मेरो पहिलो प्राथमिकता भनेको नै युवालाई रोजगार दिने हो, बुझ्नुभयो? ए अनि युवालाई चाहिँ तपाईले के रोजगार दिनुहुन्छ त? अब युवालाई रोजगार चाहिँ कसरी दिने भने यहाँ सुन्नुहोस् है, नेपालमा जति पनि बेरोजगार युवाहरू छ नि, एउटा स्वास्नी खोजेर बिहे गरिदिने, अनि रोजगार भएन त हजुर, दुवैजना मिल्छन् 24 घण्टा विकास गर्छन् कि कसो हो? ए अनि ल यो त ठिकै छ। अब अनि तपाईको दोस्रो प्लान चाहिँ के छ नि नेताज्यू? ए मेरो दोस्रो प्लान भनेको बोल्ने बित्तिकै विकास गरिहाल्ने। अब पहिलाको नेताले जस्तो चुनाव जितेपछि गर्छु, 1 महिनामा गर्छु, 2 महिनामा गर्छु, 6 महिनामा गर्छु, 1 वर्षमा गर्छु भनेर लास्टमा खुल्लै पार्ने काम चाहिँ मैले गर्दैन हैन। मैले गर्छु भनेपछि गर्छु। म चाहिँ त्यस्तो मान्छे। अब भन्नुहोस् हजुरलाई के समस्या छ? मेरो समस्या त के छ नि? पानीको समस्या छ, बत्तीको समस्या छ, आर्थिक समस्या छ। ए आर्थिक समस्या छ भनेपछि यसलाई चाहिँ अलिअलि पैसा दिएर मेरो पार्टीमा समावेश गराइहाल्नु पर्यो। मौका यही हो। के तपाईले अहिले पुरा गरिदिनुहुन्छ? हेर्नुहोस्, म चाहिँ उहिलेको नेताले जस्तो बोल्ने मात्रै होइन, अहिले तुरुन्तको तुरुन्तै चाहिँ समस्याको समाधान गर्ने। भनेपछि हजुरको पहिलो समस्या भनेको पानीको रहेछ, खाने पानीको होइन त? यो 1 बोतल पानी खानुहोस्, तुरुन्तै मुत्न गइहाल्नुहोस्, मृगौला सफा हुन्छ, समस्या खत्तम। अनि अर्को बत्तीको समस्या रहेछ होइन त तपाईलाई? यो बाल्नुहोस्, बत्तीको समस्या पनि खत्तम। यो पनि लिनुहोस्। अनि हजुरलाई अर्को समस्या भनेको आर्थिक समस्या रहेछ होइन त? त्यो पनि अहिले समाधान गरिदिन्छु, तपाई चिन्तै नगर्नुहोस्। तपाईको आर्थिक समस्या पनि समाधान है। ल यो पनि लिनुहोस्। मैले भनेको हैन, भने कि विकास गरिहाल्छु भनेर। ओहो, यो त कुरा पनि कस्तो खालको गर्ने हो? अब पानीको समस्या भनेर 1 बोतल पानी दियो, बत्तीको समस्या भनेर एउटा लाइट दियो, अब आर्थिक समस्या भनेको पैसा भ्याट्टै निकालेर दिन्छ हैन? यो त पहिलेको नेताहरू भन्दा पनि चोर खालको नेता हो कि क्या? है यस्ताले देश विकास गर्छ त? के सोच्नु भएको हजुर? मेरो योजना कस्तो लाग्यो हजुरलाई? होइन हजुर, एकदम ठिक छ। अब नेपालमा अनि भन्ने बित्तिकै तुरुन्तै विकास गर्ने अहिलेसम्म कोही पनि थिएन। हजुर चाहिँ नयाँ खालको पर्नु भएछ। अनि हजुर त नेता भनेको होइन,
कार्यकर्ता पनि छैन, अगाडि पछाडि कोही पनि छैन, पिए पनि छैन, एक्लै हिँड्न आउनु भएको छ। एक्लै बाँदरै परे क्या हो? हजुर, कार्यकर्ता बनाउनलाई त कुनै ठुलो कुरै होइन नि। मासु भात दियो, यो पेट्रोल किनिदियो, अनि एउटा झोला किनिदियो, भिराइदियो, झोले भइहाल्यो। यो कुन ठुलो कुरा हो र? हो र? आज चाहिँ म हजुरलाई, अब हजुर नेपालको एउटा नयाँ र अनौठो पार्टी भएको हुनाले हजुरलाई चाहिँ म आज पछाडिबाट खाता लगाएर स्वागत गर्छु। तरिका के नयाँ तरिका हजुर होइन, यो पछाडिबाट स्वागत गर्ने भनेको चाहिँ के हो? यो अहिलेसम्म त सुनेको थिएन पछाडिबाट स्वागत गर्ने भनेको। हुन्छ हुन्छ हुन्छ, केही छैन। अब स्वागत अगाडिबाट गरे पनि पछाडिबाट गरे पनि स्वागत भनेको स्वागत नै हो, केही फरक पर्दैन। हुन्छ हजुर, हुन्छ हुन्छ, म पछाडि फर्किनु पर्यो नि त। यसले त मलाई यसो उसो भनेर किन्न पो खोजेको रहेछ है। आज चाहिँ ढाडमा लाती हानेर यसको बाउको बी नदेखाइदा कहाँ छोड्छु त म। फटाले पनि कहीँ देशको विकास गर्छ। अब त जनताहरू बाठो भइसकेछन्, घाँटी पैसा दिएर नमान्ने रहेछ, मार्छै क्या। हेर्नुहोस् है दाजुभाइ दिदीबहिनीहरू, अब चुनाव आउँदैछ। यस्तै यस्तै फटाहरू मिलेर आएर हामीलाई फेरि ठग्न सक्छन्। तपाईहरू सबै सचेत रहनु होला। यस्तो पैसा दिने, यस्तो चाहिँ घुसखोरी नेताहरूलाई होइन, अरू खालको नियत भएको, व्यवहार भएको, स्वभाव भएको व्यक्तिलाई नेता बनाउनु पर्यो, मन्त्री बनाउनु पर्यो। तब मात्रै हाम्रो देशको विकास सम्भव छ।